आज भने नेपाल भर्सेस लाओसको गेम रहेको छ एएफसी एसियन कप क्वालिफायर्स 2027 को लागि। यो तेस्रो चरणको ग्रुप एफ को गेम रहेको छ जसमा नेपालले लाओससँग भिड्नेछ र आज जुन 10 गते न्यू लाओस नेसनल स्टेडियममा यो गेम हुने भएको छ। नेपाली समयअनुसार बेलुका 5:45 मा यो गेम हुने भएको छ भने लाओसको समयअनुसार बेलुका 7 बजे यो गेम प्रत्यक्ष प्रसारण हुनेछ। र नेपाल र लाओसको फिफा र्याङ्किङको कुरा गर्दाखेरि नेपाल 175औं स्थानमा रहेको छ भने लाओस 190 स्थानमा रहेको छ। र अहिलेसम्मको नेपाल भर्सेस लाओसको हेड टु हेड म्याच हिस्ट्री हेर्ने हो भने नेपालले अहिलेसम्म कुनै पनि गेम हारेको छैन र जसमा अहिलेसम्म 6 वटा खेल भइसकेको छ र त्यसमा भने नेपालले 4 जित गरेको छ भने 2 बराबरीमा र 0 हार रहेको छ। र एसियन कप क्वालिफायर्सको अहिलेको ग्रुप स्टेजको टेबल हेर्ने हो भने नेपाल ग्रुप एफमा रहेको छ जसमा भियतनाम, मलेसिया, लाओस र नेपाल रहेका छन्। भियतनाम र मलेसियाले एक खेल खेली ती 3 अङ्क जोडेर टेबलको शीर्ष स्थानमा रहेका छन् भने नेपाल र लाओस भने 0-0 अङ्कले तल्लो स्थानमा रहेका छन्। र आजको खेल भने नेपालले सकेसम्म धेरै गोल अन्तरले जित्नुपर्ने हुनेछ र यदि यस्तो जित हासिल गरेमा चाहिँ नेपाल प्रतियोगितामा फर्किने अवसर पाउनेछ। र अहिलेको रिसेन्ट नेपाल र लाओसको गेम हिस्ट्री हेर्ने हो भने लाओसले मार्च 2025 मा भियतनामसँग 5-0 ले हार बेहोरेको थियो र पछिल्लो 5 खेलमा लाओसको 0 जित रहेको छ। 2टा खेल चाहिँ उसले ड्र गरेको छ र 3टा हार बेहोरेको छ। र अहिलेको लाओसको नयाँ प्रशिक्षक जुन चाहिँ 2024 अगस्तदेखि नियुक्त भएका थिए र उनको नाम चाहिँ हायो उक जुन रहेका छन्। उनी जापान नेसनलबाट रहेका छन्। र नेपालको भने रिसेन्ट गेमहरू हेर्ने हो भने नेपालले सिङ्गापुरसँग पहिला भिडेको थियो र सिङ्गापुरसँगको फ्रेन्डली म्याचमा नेपालले 1-0 ले सिङ्गापुरलाई पराजित गरेको थियो। त्यहाँपछि नेपालको कन्फिडेन्स अलिकति धेरै बढेको छ र त्यसपछि मार्चमा मलेसिया विरुद्ध 0-2 ले हार बेहोरे पनि हङकङसँग भने रिसेन्ट गेममा 0-0 को बराबरी खेलेर नेपालको आफ्नो मनोबल एकदमै माथि रहेको छ। र लाओससँग कहिले नहारेको कारणले गर्दाखेरि नेपालले लाओसलाई सजिलै जित्ने अनुमान पनि राखिएको छ। र पछिल्ला 5 खेलमा नेपालको भने 1 जित 1 बराबरी र 3 हार रहेको छ। र आजको म्याचको लाइभ प्रत्यक्ष प्रसारण भने चाहिँ लाओस फुटबल फेडरेसनको फेसबुक पेजबाट आउनेछ।